कहाँ गएको छैन अरे बौद्धै लगेको छैन अरे अहिलेसम्म बौद्ध म पनि गएकै छैन स्वयम्भू 3 चोटि पुगिसकेको छु हामी चाहिँ अब बौद्धतर्फ लाग्दैछौँ होइन अब यहाँको तारा गाउँ चाहिँ अब हामीले भिजिट गरिसक्यौँ हजुरहरू पनि एकचोटि भिजिट गर्नु आउनु होला अब हामी बौद्ध जाँदैछौँ टोइलेट जाऊ म चाहिँ यहीँ रमाइरहेको हुन्छु तारा गाउँमा एकदम रमाइलो ठाउँ छ तारा गाउँमा यहाँ चाहिँ वासरुम यसरी हेर्नु पर्दो रहेछ नम्बर खोज्नु नपर्ने रहेछ होइन वासरुम 5 नम्बरमा रहेछ स्यापान के हो ए ल ल ल हिँड गाइज ल खिच्ने आऊ न पहिले यहाँ भाइले देखाउनुहुन्छ अनि त्यसपछि आऊ आऊ कहाँ यहाँभित्र अब फाइनली गाइस हामी चाहिँ अहिले हायत होटल हायतमा छौँ यहाँनिर चाहिँ अब त्यही प्रवेश हामीलाई चाहिँ रहेनछ होइन त्यही पनि खाना जान त पाइहाल्छ अनि यसो हामी चाहिँ घुमफिर केटी अनि विशेष यहाँ मेरो माइती राजाहरू हुनुहुन्छ उहाँहरू चाहिँ भाइ किन लजाको भाइ चाहिँ धरानको रहेछ होइन ला भाइ गयो आउनु तिम्रो भेष र अनि एउटै देख्यो त यो बन्चर हो आरी चक्कु यसलाई त धुर्मुस यसलाई चाहिँ कुट्टे भन्छ यसलाई फर्मा यसलाई कोम्बी दाबी अनि यो के हो यो कुट्टे बामफोक अनि यसलाई त के पो आपाहरूले गर्नुहुन्थ्यो यसलाई रन्डा अनि यो बास बसिला छिनो अनि यसलाई पनि जोस ए बच्चाहरूको लागि चाहिँ इम्पोर्टेन्ट रहेछ नि यहाँनिर तर साङ्गेर उसलाई किस्नेलाई लिएको भए त उनीहरू त बोर मानिहाल्थ्यो नि ल टच चाहिँ नगर भरे भार्लाङ भुलुङ झर्छ र अनि अब हामी अर्को ठाउँतिर प्रवेश गर्दैछौँ यो चाहिँ हेर्नु होला यसलाई चाहिँ तारा गाउँ सङ्ग्रहालय होइन मैले गरेको फोटो आउनुहोस् आउनुहोस् यता आऊ अब मोबाइल चाहिँ एलाउड छ कि छैन त्यही पनि अब कतै गाली खाइने हो कि ल गाइसहरू अब हामी बाहिर निस्क्यौँ अब ए सबै स्टुडेन्टहरूले पनि बनाएको रहेछ क्या अहिले हायत होटलबाट चाहिँ घर जाँदैछौँ यो के को बोट हो तारा गाउँबाट चाहिँ हामी अब बौद्ध जाने तर्फमा छौँ बाटो चाहिँ यस्तो छ नेचुरल सहकारी भवन शुद्ध सहकारी माछा मासु सबै पाइन्छ सहकारी मैले हामीले के खाइयो अरे